So what's up guys, welcome to my vlog again हैन. So मालदिप्समा आएर चाहिँ पहिलोचोटि मेरो यो भ्लग हैन. सो अहिले चाहिँ जतार झिलिमिली हैन किनकि यहाँ भोलिबाट ईद छ. सो अहिले कति बज्यो, ठ्याक्कै 10 बजे हैन. र आज छुट्टी थियो मेरो. छुट्टी भयो भने एकैछिन गाडी चलाउनु गएको थिएँ. सो भोलिबाट ईद हैन, कति हो रमाइलो हुन्छ हेरौँ. सो मेरो चाहिँ यहाँको फर्स्ट ईद हो यो. सो हाम्रो यहाँ चाहिँ यस्तो नेपाली हुन्छ, मतलब क्याफे. सो लेट्स सी गाइज हैन, हाम्रो यहाँ चाहिँ मालदिप्सको यो धिद्धो भन्ने ठाउँ हो हैन, सुहानी धिद्धो. सो मेरो चाहिँ आएर यहाँ पहिलोचोटि यो भ्लग हैन, मतलब मालदिप्स आएबाट. सो स्पेलिङ गुड, अलिकति गर्मी नि हुन्छ हैन, गर्मी छ. अनि यहाँ चाहिँ भोलि स्पेसल छ नि त, भोलि सबै मुस्लिमहरुकै. सो सबैको लागि, सबै मुस्लिम दाजुभाइहरूलाई सो ईद मुबारक हो. सो म यहाँ आएको बस अब 2 मन्थ पुग्न लाग्यो हैन. सो यस्तै छ, साइकल डोराउनु टोक्री भएको, मतलब जापानको जसरी. जापान त जाएको होइन. सो अहिले चाहिँ हामी अब म चाहिँ रुमतिर जान लाग्यो, किनकि अब साथीहरूको अरूको ड्युटी छ बाँकी, उनीहरू चाहिँ अब आधा घन्टामा आउँछ. सो मेरो चाहिँ आज छुट्टी थियो. छुट्टी भइकन नि सो एकैछिन ड्युटी गरेँ, किनकि डस्टबिन फाल्न जानुपर्छ. सो गाडी चलाउने म एक्लै हो. सो त्यही भएर डस्टबिन फाल्न लागेको थिएँ. साइकल डोराउँदा हिँड्दैछु अहिले चाहिँ रुमतिर. सो भोलि चाहिँ ईद हो, देख्न सक्नुहुन्छ. भोलिको लागि तयारी चलिरहेको छ जताततै. सो अभी रुमकी तरफ जा रहा हूँ, तो इसलिए भिडियो बना रहा था. सो सबै दाजुभाइ, मुस्लिम दाजुभाइहरूको लागि भोलिको लागि इन एडभान्स ईद मुबारक हो. यस्तै छ लास्ट. सो एक्सपिरियन्स नै भन्नुभयो चाहिँ सो गुड होइन. यस्तो अरू देशहरूको चाहिँ यस्तो घटेर काम गर्नु पर्दैन पसलमा हो. सो सी है जताततै रोडतिर होइन. सो भोलिको लागि तयारी हुँदैछ. अब यो मुस्लिमहरूको लागि त भोलिको लागि मेन चाड हो नि त. सो यहाँ चाहिँ यस्तै हो, बाटो क्रस गर्दा ध्यान दिनुपर्छ. नो हेलमेट, नो रुल्स, नो रेगुलेसन है. कार चलाउँदाखेरि चाहिँ नो सिट बेल्ट होइन. पुलिसबाट धेरै त्यो जस्ट अब यहाँनिर रुल्स टाइट भनेको चाहिँ रातिमा 20तिर हिँड्न दिन्न, समुद्रतिर जानु दिन्न. अनि मेन रुल्स भनेको यहाँ केटाकेटी हिँड्न पाउँदैन. धडा पो छ भाइ. सो हामी चाहिँ यहाँ जानु लाग्यो. चाहिँ हाम्रो नेपाली दाजुभाइहरू बस्छ, केही छैन, पछि बेला गरौँ न. अब यो रुमकी तरफ जान यहाँ चाहिँ धेरै जस्तो बङ्कातिर हिँड्छ है गाइस. यो दिनुपर्छ तपाईँ. मेन रोडतिर मात्र रहेछ लाइट पानी. सो रमाइलो छ. सबै भोलिको लागि तयारी गर्दैछ. अन्त यहाँको चाडबाड भनेको त एक दिन हो. हाम्रोतिर दसैँ लाग्यो भने अब 1 हप्ता 10 दिन होइन चिल मारिन्छ. यहाँ त यस्तै, भोलि ईद छ, आज काम, भोलि नै ड्युटी छ. अब के गर्नु त होइन. सो त्यस्तै हो, सधैँ रेस्ट गरियो नेपालमा, अब आएर काम. सो यो हाम्रो रुमको बाटो यो चाहिँ हामी उता समुद्र बिचतिर जान सकिन्छ होइन. हेर आडैमा समुद्र छ, आनन्द छ, तर जान चाहिँ पाइँदैन, किनकि रातिमा अब यस्तो यहाँनिर चेकिङ हुन्छ नि त. एनी टाइम पुलिस दौडिरहेको हुन्छ रातिमा. सो यहाँ चाहिँ एलाउडै छैन. सो हामी चाहिँ अहिले रुममा पुगिसक्यौँ होइन. त्यसैले अब हेरौँ कस्तो हुन्छ होइन. सो फाइनली रुममा चाहिँ आइयो. कसम चाहिँ यार साइकल चलाउनु तनाव परेछ. साइकल नि डोराउँदै हिँड्नुपर्छ आफैले, चलाउन नि आउँदैन राम्रोसी. नेपालमा हुँदा बाइक चलाउँदै हिँड्ने, अहिले साइकल चलाउन आउनु भनेर नाटक पार्छ भन्दा है. तर त्यस्तो चाहिँ होइन है, मलाई साइकल चलाउन रेली राम्रोसी आउँदैन. सो बुल्टिन्छु कि भन्ने डरले मलाई साइकल खासै लिएर हिँड्दैन. अर्जेन्ट पऱ्यो भने मात्र धकल्दै चढ्दै. सो फाइनली रुममा आइयो. ढोका चाहिँ बन्द गरौँ.
जे नै हो मालदिप्स भन्ने सबै मालदिप्स भनेर नगर्नु होला 3-4 लाख खर्च गरेर होइन। अब आइहालेपछि अब होटेल लाइनहरूतिर आउनुभयो भने चाहिँ बेटर हुन्छ। सो होटेल लाइनमा आइगयो भने चाहिँ राम्रो नि छ होइन, किनकि डलरमा दिन्छ उहाँबाट चाहिँ भन्छ मेन पावरले जहाँ पनि डलरमा दिन्छ भन्छ, तर हुँदैन यहाँ आएर भन्दाखेरि साउसाउनलाई भन्दाखेरि तैँले पैसा हालेर आइस् कि हामीले आफैले यहाँबाट टिकट किनेर पठाइदिएको भन्छन्, तर उहाँ सबै केही फेसिलिटी हुँदैन। सोधियोस् हाम्रो चाहिँ अब रुमहरू सबै राम्रो छ र हो, नभए त्यस्तो केही स्पेसल छैन। अब कोही भाग्यमान रहेछ भने चाहिँ ईदमा नि बोनस पाउँछ, किनकि वर्षको 2टा ईदमा बोनस पाउँछ होइन। अब यो ईद भइहाल्यो, अर्को चाहिँ ठुलो ईद हुन्छ बकरी ईद भन्ने, त्यसमा नि पाउँछ। अब हामीले पाउँछ क्या छ त्यो चाहिँ थाहा छैन है मलाई। सो फाइनली म रुममा आएँ गाइज होइन। सो हामी 4जना छौँ, 3टा बेड यहाँ, हाम्रो दाइको बेड यहाँ। सो दाइलाई चाहिँ सिडियो मन पर्दैन होइन, भिडियोमा मतलब फेस देखाउन मन पर्दैन अरे। सो दाइको खासमा भन्नुपर्दा चाहिँ मालदिप्स चाहिँ पैसा कमाउन भनेर 4-5 लाख खर्च गरेर त्यो कामै छैन होइन। किनकि यहाँनिर होइन कोही कोहीलाई होला, तर सबैलाई त्यस्तो पर्दैन, किनकि 100जना आउँदाखेरि चाहिँ 10जनालाई बल्ल राम्रो पर्न सक्छ। सो ध्यान पुऱ्याएर राम्रोसँग बुझेर आउनु होला होइन, त्यो नबुझिकन नआउनु होला। तर मैले बुझेअनुसार, मैले थाहा पाएअनुसार चाहिँ होटेल लाइनतिर अनि यो रिसोर्टतिर चाहिँ राम्रो हुन्छ। यही नै हो, रुम 4-5वटा पङ्खा लायो बस्यो, यस्तै छ गाइज। सो गाइज नेपालमा हुँदा त राइडिङ भ्लग हालिदिन्थ्यो अनि यहाँ चाहिँ अब यस्तै हुँदै भ्लग हाल्नुपर्छ। सो यो चाहिँ मेरो आएबाट फर्स्ट भ्लग हो र सबैलाई धेरै धेरै धन्यवाद छ होइन। मलाई अब यसरी पनि सपोर्ट दिइराख्नुपर्छ धेरैले, सो त्यसको लागि थ्याङ्क्स यू। सो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। सो सबै नेपाली दाजुभाइहरूलाई यही भन्न चाहन्छु कि मालदिप्स आउने भनेर पैसा कमाउन आउने यताउति नभन्नु, तपाईँको 2 इयर्स लस्ट हुन्छ त्यत्तिकै। सोचेर एकचोटि बुझेर राम्रोसँग लगानी कम लगाएर आउनै मन छ भने। तर मालदिप्स कमाउन होइन, घुम्न चाहिँ नआउने मिल्छ, मजाले मिल्छ घुम्न चाहिँ। तर यहाँ कमाउन आउँछु भनेर यहाँ कामै छैन, किनकि मनी कमाउनु भन्दा हुन्छ यहाँनिर नहुने होइन, डलरमा दिन्छ भन्छ तर दिँदैन। यहाँनिर चल्ने भनेको एउटा एमबिआर हो, एउटा डलर हो होइन। डलर चाहिँ कस्तोमा दिन्छ भन्दा रिसोर्टहरूमा डलर दिन्छ, क्याफेहरूमा डलरमा दिन्छ। यदि साउ राम्रो भयो भने नर्मल पसलहरूमा पनि दिन्छ, राम्रोसँग चल्ने पसलहरू रहेछ भने। तर एमबिआरमा दियो भने हुन्छ, एमबिआरमा उनीहरूले कन्भर्ट गरेर दिन्छ। गुगल रेट छ 18, तर हामीले किन्नुपर्छ 19मा डलर किन्नुपर्छ। 19मा डलर किन्नु पर्दाखेरि हामीलाई लस हुन्छ, धेरै लस हुन्छ। कति हुन्छ 10-12 हजार लस हुन्छ, किनकि हाम्रो यहाँको कमाइ भनेको तपाईँको जुसुकै होस् जतिसुकै होस्, तपाईँले जतिसुकै हाई स्टाटस मान्छे किन्नुहोस्, जतिसुकै या सेफ होस् किन्नुहोस्, तर त्यसले पाउने भनेको सिर्फ $350 हो। यहाँको कन्भर्ट गर्दाखेरि 5400। तपाईँको 5400मा चाहिँ अब 200 रुपियाँ तपाईँले आफूलाई पकेटमा राख्नुपर्छ, किनकि वाइफाईको लाग्छ होइन। अब आफूहरू खाइ खर्च भन्नाले अब यताउति डुल्न गइन्छ कहिलेकाहीँ। अब मेरो ठाउँमा डुल्ने ठाउँ त्यति धेरै छैन, म त्यति साह्रो खर्च गर्दिनँ। तर मेनली अब डुल्न लाग्ने डुल्ने ठाउँतिर पुग्यो भने चाहिँ धेरै खर्च हुन्छ। सो यहाँनिर चाहिँ सोचेर सम्झेर मात्र आउनु होला। तर यो डलरमा पाउने यताउति भन्ने चाहिँ यो लगभग फेक जस्तै हो, किनकि कोहीले पाइरहेको हुन्छ, कोहीले पाउँदैन। यहाँनिर हामीसँगै अब हामीभन्दा अगाडि आएको दिदीहरूले 2-3जनाको क्याफेमा छ, उहाँहरूले चाहिँ डलरमा पाउनुहुन्छ, हामीले पाउँदैन, किनकि त्यो पसल साउ अनुसार हुन्छ होइन। सो राम्रोसित बुझेर आउनै मन छ भने राम्रोसित बुझेर आउनु होला। पैसा लगानी कम लगाएर आउनुभयो भने चाहिँ बेटर हुन्छ। यहाँनिर चाहिँ 3-4 लाख रुपियाँ खर्च गरेर आएर यहाँनिर 1 वर्ष ऋण तिर्ने, अर्को वर्ष अनि बल्ल कमाएर राख्ने हो। सो यहाँ चाहिँ भविष्य छैन, यहाँ पर्मानेन्ट सेटलमेन्ट हुन्छ। पिआर पायो नि हामीलाई केही फाइदा छैन। सो यहाँनिर चाहिँ ब्याङ्क ट्रान्सफर गर्न एकदम गाह्रो हुन्छ, पैसा ट्रान्सफरहरू गर्न अनि योदेखि लिएर धेरै थरी कुराहरू गाह्रो हुन्छ। सो यहाँ आउनुभन्दा चाहिँ एकचोटि 10चोटि सोचेर मात्र आउनु होला। सो कोही भन्नुहुन्छ म त ड्राइभर हो सजिलो छ, म त कुक हो सजिलो छ। हुन्छ, तपाईँलाई सजिलो हुन्छ गाडी चलाउनु भयो भने तपाईँले गाडीमा मात्र होइन, तपाईँले गाडी पसल दुइटैमा गर्नुपर्छ, काम लोड अङ्गर दुइटैमा गर्नुपर्छ। त्यस्तो गर्दा तपाईँलाई सेलेरी कम मिल्न सक्छ। तपाईँले ओभर टाइम भन्ने कुरो कुनैमा हुँदैन, कुनै कन्स्ट्रक्सन साइडमा बाहेक ओभर टाइम भनेको केहीमा नि हुँदैन, तपाईँको ड्युटी टाइममै एड हुन्छ। त्यसो भएर अब साउलाई मन परेर यताउति गरेर अब तपाईँहरूलाई बोनस दियो त्यो छुट्टै कुरो। तर यहाँनिर चाहिँ त्यस्तो साउदी दुबईको जस्तो ओभर टाइम दिने, ओभर टाइमको पैसा दिने त्यस्तो गर्दैन यहाँ, किनकि सिरियल्ली हेर्छ उनीहरूले।
स्यालेरी बढाउने कुरो भनेको साउ अनुसार फरक हुन्छ, त्यसैले सोचेर सम्झेर आउनु होला। सो आजको लागि म बिदाई लिन्छु। सो लेट्स सी होइन, नयाँ नयाँ ब्लग हाल्दै राख्छु, किनकि आजबाट बल्ल सुरु म नि अब यहाँनिर भर्खर 2 महिना भयो, किनकि मलाई टाइम लाग्छ नि त होइन। यहाँनिर झट्का खाएँ सुरुमा, अनि त्यस्तै हो, केही छैन, हेर्दै राख्नु, म यसरी अवेरनेस दिँदै राख्छु। सो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। सी यु गाइज सुन, बाई बाई। एन्ड वन्स अगेन सबै मुस्लिम दाजुभाइ सबैलाई ईद मुबारक। थ्याङ्क यू फर वाचिङ।